आज चाहिँ म फेरि पनि आइसकेको छु एउटा नयाँ भिडियो लिएर होइन। अहिले चाहिँ हामी भर्खर भर्खर स्कुलबाट आएको हौँ नि त होइन। पानी परिरहेको थियो। यो चाहिँ भर्खर भर्खर हामीहरू त्यहाँ कपडा चेन्ज गरेर आएका छौँ होइन। त्यहाँ हाम्रो रेडी गरेर राखिएको छ होइन। 3 जना हो नि त हामीहरू आएको। अनि अहिले हाम्रो आमा अस्ट्रेलिया गइसकेर अहिले हामी बस्न आउँदैनौँ होइन घर। त्यही एउटा कुरा प्रब्लम इज प्रब्लम। गाई चाहिँ हाम्रो घर हो होइन। आमाको छ गाई चाहिँ हाम्रो क्यालेन्डर हो बजिरहेको पूजा अब कस्तो खाले यतै ठिक छ गाइस। जय जननी गाइस लाइन खाली लाइन जान्छ गाइस। घर चाहिँ धेरै लाइन जाने हो गाइस होइन। त्यस्तो चाहिँ मान्नु यसको साइकल त्यस्तै हो गाइस। आज म हजुरहरूलाई चाहिँ होइन हाम्रो किचन गार्डनको टुर गराइदिन्छु। टुर त के हेर्नु यत्रो नै हो, धेरै ठुलो छैन कि उतेदेखि त्यहाँसम्म सबै हो। पछाडि पनि हो त्यो म हजुरहरूलाई आज टुर गराइदिन्छु। अनि यो भिडियो आज 8 बजी आउँछ। अबदेखि प्लिज यो च्यानललाई अनि यो च्यानल नयाँ हुनुहुन्छ भने त्यो बेल आइकनलाई त्यो सब्सक्राइब पनि गरिदिनुहोस् न। अनि बेल आइकनलाई पनि अनि लाइक सेयर कमेन्ट सबै गरिदिनुहोस् ल। अब म तपाईँहरूलाई मेरो ब्याक क्यामेराबाट सबै थोक देखाउँछु ल। त्यो गाइस मैले ब्याक क्यामेरा गरिसकेँ होइन। यी हाम्रो छ हेर्दैछ म तपाईँहरूलाई हाम्रो नर्मल अना गाइस त्यो फ्लावर ढलेछ गाइस। राम्रो चाहिँ ढल्यो हेर्नुहोस् गाइस। यो फुल कस्तो राम्रो छ तर हेर्नु त कति धेरै कुहिसक्यो। तर हुन त कस्तो दामी छ नि यो फुल पनि। अनि यो फुल पनि हेर्नुहोस् गाइस कस्तो राम्रो छ होइन। थम्नेलहरुमा पनि हाल्नुहुन्छ। यो फुल त ठिकै छ होइन। यो सानो फुल छ गाइस। यो चाहिँ हेर्नु त कस्तो राम्रो छ यो फुल पनि। यो फुलको फ्लावरै होइन गाइस। हेर्नुहोस् न हाम्रो घरमा क्याक्टस पनि रहेछ। मलाई थाहा छैन। यो फुल कस्तो राम्रो मेन गाइस। यो फुल हेर्नु हामी ब्रह्म कमल फुल पनि गाइस चाहिँ हाम्रो घरको ब्रह्म कमल फुल हो कि होइन। यत्रो ठुलो भइसक्यो तर त्यो भइसक्यो होइन। त्यो फ्लावरै आएको थियो होइन। आज चाहिँ मैले मेरोभन्दा कत्रो ठुलो साइज चप्पल मेरो रियल चप्पल चाहिँ यो हो कि गाइस होइन। यहाँ कस्तो धेरै पानी जम्यो त्यो पनि अब 30 मैले त्यही मेरै हल्लाई यो टी सर्ट हेर्नु कस्तो लामो। अनि यो एउटा कति लामो गाइस मेरो हाइट जत्रो भइसक्यो होइन। हेर्नुहोस् त मेरो हाइटभन्दा लामो हो यो होइन। मेरो हाइटभन्दा लामो भइसक्यो कि यो होइन। गाइस यो पहिला यति नै थियो कि बल्ल बढ्यो हो यो। हेर्नुहोस् गाई त्यसले भिलिसिहाल्छ म त देख्नु सक्दिनँ। मैले त्यो त्यहाँ चाहिँ उता पल्लोबाट आएको टमाटर छ कि होइन। राम्रो राम्रो फुलहरू छ होइन। यो पनि कति लामो भइसक्यो अहिले होइन। पनि लामै छ राम्रो फुलहरू पनि छ कि होइन। यो फुल हेर्नु गाइस कस्तो राम्रो छ। मैले यसको त हजुर त्यसको भिली पनि हेरिदिनुहोस्। देखाइदिन्छु। यस्तो पनि बिल्ली हुन्छ कि ल आधा बिल्ली न सादा बिल्ली त्यहाँको सबै कुहिएछ भाइ। हेर्नु गाइस यो पनि म मात्र भइसक्यो छ। धेरै लामो भइसक्यो नि यो त झन् मलाई डर लाग्छ गाइस। यसको कस्तो घोप्छ नि होइन। हजुरहरूको घरमा छ कि छैन मलाई थाहा छैन होइन। तर यस्तो घोप्छ यो तुलसी हेर्नु त हाम्रो कस्तो मुजा छ कि मुजा छ भनौँ यस्तो खाले। यो चाहिँ के पनि छैन भन्न आएछ। यहाँ त माटो मात्र हो। यहाँ पनि सानो प्लान्ट छ है। कस्तो राम्रो मजा आइरहेको मलाई त्यस्तो देखाउनु। सो गाइस द्याट इज माई फ्लावर गार्डन होइन। फ्लावर गार्डन त के हेर्नु होइन। त्यो चाहिँ हाम्रो घरको गाउँमा लगाएको फुलहरू कि होइन। अब तपाईँहरूलाई मेन देखायो भने तपाईँहरू तर्सिनुहुन्छ होला। तर्सिन्छ नतर्सिनु होइन। अब हाम्रो घरमा यति धेरै टमाटर छ नि गाइस। टमाटर धेरै तपाईँ ढल्नुहुन्छ कि यही टमाटर कति धेरै 2000 भन्दा पनि बढी हाम्रोमा आफूको इस्तेमाल गर्ने टमाटर
टमाटर जुम गरेर हेर्नुहोस् जुम त के गर्नु हट न भाइ म भिडियो बनाइरहेको गाइस उता पनि छ उ त्यहाँ त झन् हेर्नु न गाइस जुम गरी देखाउँछु म तपाईँलाई त्यहाँ हेर्नु आमा डक्टर रम्मै फलेको हिजो हामी चटपटी त्यस्तै त्यहीँबाट हेर्नु गाइस कति धेरै हो गाइस सबैतिर आइन्दासम्म हेरौँला आइन्दा अन्तिम हो आइन्दा अरे गाइस मेरो अन्तिम आइन्दा भन्ने आउँदैन के यही हो गाइस हाम्रो किचन गार्डनको त्यो पनि छ कति धेरै भित्रैसम्म छ टमाटरहरू पनि कुनै कुनैमा फेरि कस्तो कस्तो त्यहाँ पनि छ तपाईँहरू देखिरहनु भएको छ कि छैन मैले थाहा पाइनँ होइन काँचै रहेछ त्यहाँ पनि हामीले हेर्नुहोस् अब सो ब्युटिफुल यो चाहिँ के हो मैले थाहा पाइनँ गाई जो सिस्नु हो त होइन गाई जो सिस्नु होइन म छोइनँ फेरि हो क्या आथा त्यो होइन कति गाई कस्तो लाग्छ कि घरमा कति गाई किन पो यहाँ डर लाग्छ कि साँपहरू हुन्छ कि भन्ने गाई चाहिँ हेर्नुहोस् त यसपालि हाम्रो लिची फल्छ जस्तो छ तर यसपालि चाहिँ त हजुरहरूले पोलको हाम्रो भिडियो हेर्नु नै भएको होला आँप यत्रो यत्रो काँचो काँचो आँप फलेको थियो हाम्रो घरमा फिरेको प्रजाति हो एकछिन ल गाई हेर्नुहोस् यसपालि चाहिँ फेरि यहाँ के आँपमा केही प्रगति देख्दिनँ म लिचीमा हेर्छु त्यहाँ माथितिर पनि कति धेरै छ कि यहाँ पहिला यो बोट कति सानो थियो कि होइन भित्रै पनि कति धेरै छ जुम गरी देखाउनु त पर्दैन होला यतिकै देख्नुहुन्छ होला लिची के कति धेरै छ यी हेर्नुहोस् यति धेरै राम्रो अब त यसपालि हामी लिची खानुपर्छ तर आँप खानु पर्दैन यो दिस इज नट बेनिफिट बट दिस इज बेनिफिट गाइस हाम्रो घरमा रुख पनि छ कि लिचीहरूको होइन लिचीको रुखले चाहिँ अब तारै टच हुन्छ जस्तो काट्नुपर्छ जस्तो नगर्नु तारै टच हुन्छ जस्तो त यही हो हाम्रो किचन गार्डन गाइस यहाँ चाहिँ हेर्नु त कस्तो दामी कुरा छ यहाँ गाइस यो पनि खुर्सानी हामी त्यो मैले हिजो एउटा भिडियो हालेको थिएँ कि च्यान्टुको मामा गएको भनेर होइन भाइ मेरो भाइको कि च्यान्टु भनेको मैले च्यान्टु भन्छु होइन उसको मामा घर हामीहरू गएको थियौँ नि त त्यतिखेर अस्ति नै गएको हो धेरै भएको छैन होइन अनि त्यही भयो त्यतिखेरै हामीले यो कस्तो त्यहाँ पानी जमेछ गाइस छोडिदिनुहोस् त्यो जाऊ फेरि भन्छ ल त यो प्लान्ट हेर्नु त गाइस नछोप्नु यार छोपिन्छ म त तर यस्तै हो यो प्लान्ट यही हो गाइस होइन यो चाहिँ धतुरी जस्तो लाग्छ कस्तो म तर्छ यसले गर्दा कस्तो राम्रो मैले त देखेकै थिएन गाइस हेर्नुहोस् त ओ माई गड त हेल्दी सिस भर्दै हेल्दै कसरी राम्रो छ राम्रो साँप आयो भने त बरात भइहाल्छ नि म त कति राम्रो भएको हेर्नु त्यसको रुख जस्तै भएको यो पहिला होइन भाइभन्दा सानो हाइट थियो कि यसको कति बढेछ त्यो हेर्नु त त्यो के हो तपाईँहरूलाई थाहा छ भने प्लिज कमेन्ट गरिदिनुहोस् होइन यो के हो भने तपाईँहरूलाई थाहा छ भने प्लिज कमेन्ट गरिदिनुहोस् गाइस हेर्नुहोस् त त्यहाँ कर्कल हो धेरै छ पनि उतैसम्म छ कि बोट चाहिँ लास्टै धेरै फिजिएको छ कि गाइस भिडियो तपाईँहरूले त्यहाँ राम्रोसँग देख्नु त भएको छैन होला होइन त्यही पनि यति यस्तो दामी है गाइस हुन्छ हाम्रो घरबाट कस्तो दामी रहेछ अझै पछाडि छ हाम्रो गार्डन अब तपाईँहरूलाई पछाडिको गार्डन टुर गराउँछु ल त कत्रो ठुल्ठुलो लाग्यो उता राइनो रहेछ हो कि हाम्रो साथी तिनीहरूको के एकछिन ल भाइ म पछाडि त्यस्तो धेरै छैन ऊ त्यहाँ चाहिँ के को रुख थियो मलाई थाहै छैन है आएँ क्या भाइ गाइस हाम्रो घरमा चाहिँ त्यो बिना जङ्गलको ठाउँ डम्बल मोटर कस्तो दामी थियो
दिस इज द आर्ट अफ नेचर म तपाईँहरूलाई अझै हाम्रो प्लान्टहरू देखाइदिन्छु होइन त्यो सब अब के हो यो फुल छिजी देखाइदिनु हामीले कस्तो फुल लाग्यो कस्तो राम्रो प्लान्टहरू छ होइन कस्तो महँगो छ यो अनि यो हेर्नुहोस् अनि त्यो धेरै छ प्लान्टहरू तर धेरै राम्रो राम्रो पनि छ कि यो हेर्नुहोस् मजा छ यो हेर्नुहोस् यो कति धेरै छ क्या त्यो मनी प्लान्ट त कति राम्रो भइसक्यो हेर्नु एक धेरै हेरेरै थाहा हुन्छ कस्तो गिजिरिङ यस्तो धेरै छ नि हेर्नु त है हाम्रो आँखाले भेटिँदैन ऊ त्यहाँसम्म पुगिसक्यो अझै अब यता नि यस्तो गरी बाँड्नुपर्छ हेर्नु न जानु अब आउने हाम्रो भिडियोमा होइन कहिले थाहा छैन आउँछ अब छिटो आउँछ यसरी बाँधेको हुन्छ कि यो धेरै लामो हुने भइसक्यो कि लामै भइसक्यो नि यो धेरै अति नै लामो हुने कि यस्तो मनी प्लान्टको प्रजाति यो मनी प्लान्टमा पैसा फल्ने भएको त ओए पैसा हान्दै कि त्यसरी यो हेर्नुहोस् गाइस होइन मैले एडिट गरेर And guys, this is the art of nature, guys. This is the main art of nature. कस्तो दामी हो कि हामी घरमा आएर पनि थाहा त देख्नु हो नि हाइट भन्दै लामो मैले भनिसकेँ यहाँ रोज फुलेको थियो कत्रो राम्रो फुलेछ है धेरै राम्रो प्लान्ट छ गाइस यति हो गाइस हाम्रो आजको टुर यति होइन अलिकति अझै यो हो यो मन्डल पनि कति लामो यो यति हो गाइस अब चाहिँ फाइनल सिद्धो होइन लास्ट एउटा कुरा देखाउँछु म तपाईँहरूलाई कतिवटा कुरा लास्ट 20वटै कुरा देखाउनु भइस कि कस्तो गाह्रो देखिरहेको यो मामाको पुरस्कारहरू हेर्नुभयो भने टलमा चाहिँ 4 5 6 7 आमा कति धेरै हो यहाँ पनि कति धेरै राखिसक्यो हामीले राख्ने ठाउँ नभएर यहाँ पनि हेर्नु यहाँ पनि पुरस्कार छ कि मामुको मम्मीले कहाँ दयालभित्र चाहिँ राख्नु भएको नअटेर के भन्नु ओ माइ गड भन्दै बस्नुपर्छ सो गाइज आजको लागि चाहिँ यति नै बाँकी कुरा पछि अर्को भिडियोमा गरौँ न होइन त सो भन्दैन कि गाइज एकछिन 5 मिनट सो गाइजहरू हजुरहरूलाई हाम्रो घरको यो सानो टुर कस्तो लाग्यो भनिदिनुहोस् होइन राम्रो हो सो आजको लागि यति नै बाँकी यो फुड देखाइरहनु पर्छ सेकेन्ड टाइम हेर्नु भइरहेको छ तपाईँले ल आजको लागि यति नै बाँकी कुरा पछि अर्को भिडियोमा गर्नु ल त